आज पेन्डममा भएको एक दुःखद घरेलु हत्याको घटनाबारे कुरा गरौँ। एकजना व्यक्तिमाथि आफ्नै श्रीमतीको हत्या गरेको गम्भीर आरोप लागेको छ। भनिन्छ यो सब श्रीमान श्रीमती बीचको घरेलु झगडाबाट सुरु भएको थियो। रिपोर्ट अनुसार झगडाको बेला आरोपीले मदिरा सेवन पनि गरेका थिए। अब यो घटनामा को संलग्न थिए त्यो पनि हेरौँ। पीडितको पहिचान 46 वर्षीय सुषमा दर्जीको रूपमा भएको छ र आरोपी चाहिँ उनकै श्रीमान 45 वर्षीय कुमार दर्जी हुन्। घटना कहाँ भयो त? पेन्डमको गढीगाउँमा उनीहरूकै घरमा। यो घटनाको समयरेखा हेर्दा अप्रिल 8 को रातमा यो सब भएको देखिन्छ। अनि दुःखको कुरा, घटनापछि सुषमा दर्जी आफ्नै निवासमा मृत अवस्थामा भेटिइन्। त्यसपछि प्रहरीले आरोपी कुमार दर्जीलाई तुरुन्तै हिरासतमा लिएको छ। अहिले उनीमाथि भारतीय न्याय संहिताको दफा 301 ले 1 अन्तर्गत मुद्दा चलाइएको छ। यो केस अहिले पनि चलिरहेको छ र अनुसन्धान अझै जारी छ। तर अब प्रश्न उठ्छ, प्रहरीको अनुसन्धानले अब के नयाँ कुरा बाहिर ल्याउला?